बिहानै उठेर मैले खोल्छु चिया अनि त्यसपछि उठाउँछु मेरो बाबुलाई अनि बिहान उसलाई चाहिँ प्याम्परिङ अनि एक्स्ट्रा माया दिनु पर्यो नि त। अनि त्यसपछि लिन्छु म मेडिसिन, मलाई चाहिँ थाइरोइड छ, बिहान खाली पेटमा लिन्छु अनि त्यसपछि जान्छ अनि आमा छोरा फ्रेस हुनको लागि। अनि फ्रेस भइसकेर आएपछि म मिलाउँछु रुम। अरू बेलामा चाहिँ म डाइरेक्ट किचनमा जान्थेँ। आज चाहिँ बाबुको स्कुल छुट्टी छ नि त, अनि त्यही भएर म चाहिँ सरसफाइतिर लागेँ। अनि बिहानमा गर्मी कस्तो हुन्छ नि त, अनि आँगनमा पनि चिसो चिसो गरेर मलाई पानी सकियो, मलाई एकदम मनपर्छ। अनि त्यसपछि स्किन केयर गरेर हल्का फेरि स्किन केयर गरेर म गएँ किचनमा चाहिँ मैले साधारण नट्सहरू भिजाएर राखेको थिएँ बाबुको लागि। अनि बाबुलाई दिएँ अनि उसले खायो। अनि त्यसपछि म आफ्नो चिया बनाउनको लागि चाहिँ म किचनमा गएँ। यसलाई चाहिँ मैले म्याजिक टी भन्छु। मलाई चाहिँ यसले सुगरलाई कन्ट्रोल गर्नको लागि लास्ट हेल्प गरेको थियो। मेरो चाहिँ प्रेग्नेन्सीमा सुगर देखेको थियो नि त, अनि त्यही भएर चाहिँ मैले यो म्याजिक टी चाहिँ लिन्थेँ। आज चाहिँ मैले हस्बेन्डको लागि पनि बनाएँ कि सबै चाहिँ मैले मात्रै खान्थेँ। आज चाहिँ उहाँलाई पनि दिएँ अनि बाबुले चाहिँ म पनि खान्छु अरे कि। अनि अब हेर्नु उसको रियाक्सन, किनकि यो त मिठो हुँदैन नि त उसको टेस्ट। हेर्नु है भोमिट नै गऱ्यो कि। अनि त्यहाँ 4 भयो अनि 4 भएपछि उसको बानी चाहिँ छ आफै सफा गर्ने गएर डालो ल्याएर अनि सफा गर्छ। त्यसपछि हामी जान्छौँ मासु लिनको लागि। आज चाहिँ ईद रहेछ अनि ईदले गर्दाखेरि चाहिँ पसलहरू बन्द रहेछ, एउटा पसल चाहिँ खुलेको रहेछ। अनि त्यहाँ गएर हामीले लियौँ मासु लिइसकेपछि हामी गयौँ फेरि घरमा। अनि म छिटो दाल र भात बसालिहालेँ अनि मासु पकाउनको लागि तयारी गर्दै थिएँ। मासुलाई पहिला सुरु धुनु पर्यो नि त, अनि मासुलाई धोइधाइ गरेर ल्याएँ। अनि आज चाहिँ फेरि मसला सिद्धिएको रहेछ, मैले चाहिँ मसलाहरू पिसेर स्टोर गरेर राख्छु कि आज फेरि सिद्धिएको दिन रहेछ। त्यसैले म मसला रेडी गर्न लागेँ। अब मासुको लागि त मसलै चाहियो नि त। अनि त्यसपछि मैले चाहिँ लसुन फेरि एड गरेर मसला पिसेँ। अनि म दाल झान्नलाई खासमा चाहिँ म हाल्ने थिएन होला, मेरो हस्बेन्डले चाहिँ दाल झानेको नि देखाउ न तिमीले भनेर भन्नुभयो कि। उहाँलाई चाहिँ मैले दाल झानेको चाहिँ एकदम मनपर्छ नि त, त्यसैले पनि होला। अनि मैले चाहिँ दाल झानेको पनि राखिदिएँ कि हजुरहरूलाई। अनि त्यसपछि चाहिँ म लाग्छु मासु बनाउन। मासुको लागि चाहिँ म प्याज काट्दैछु। अनि प्याज काटिसकेपछि चाहिँ म जान्छु अब ग्यास बाल्नको लागि। अनि कुकर राखेँ अनि त्यसपछि राख्दैछु तेल। मैले चाहिँ सिम्पल तरिकाले बनाउँछु कि खसीको मासु। हजुरहरूले चाहिँ कसरी बनाउनुहुन्छ कमेन्टमा भन्नु होला है। मैले चाहिँ प्याज राखेँ अनि त्यसपछि राख्छु मासु चाहिँ एकछिन भुट्दैछु म। मासु भुट्दा चाहिँ म अब के लाउँछु साग। फ्रिजमा चाहिँ 2-3 दिनदेखि राखेको, यत्तिकै ओइलाछु कि बनाउनु त पर्यो। अनि त्यसपछि साग बनाएपछि यता साग बनाउँदै अनि यतातिर मसलाहरू राख्दै म मासु बनाउँदै गरेको छु कि। अनि मसला प्रेसर राखेर भुटेँ एकछिन चाहिँ। अनि त्यसपछि राख्छु म मसला आफैले घरमा पिसेको मसला। अनि त्यसपछि राखेँ मैले चाहिँ गरम मसला किनेर लिएर आएको थिएँ, फेरि त्यो घरमा बनाएको छैन नि त अहिले। अनि यति गरेर मसलाहरू भुटिसकेपछि म हल्का पानी राख्छु। मैले फेरि मासुमा खसीको मासुमा टमाटर राख्दिनँ थिएँ, मेरो मम्मीले भन्नुभएको कि टमाटर नराखिकन। अनि म यसरी चाहिँ मासु बनाउँछु अनि ढक्कन लगाइदिएँ। अब मैले साग भुट्ने तयारी गर्दैछु। आफूले नखाए नि बच्चालाई त खुवाउनु पर्यो नि त, सिकाउनु पर्यो नि त। अनि आज शनिबारको दिन अनि बाबुलाई चाहिँ नुहाइदिनु पर्यो भनेर उसलाई मालिस गरेँ। त्यसपछि म उसलाई नुहाइसकेर अनि उसलाई चाहिँ ल्याएँ रुममा। उसले चाहिँ आफ्नो लुगाहरू आफै लगाउँछु भन्छ। अनि मैले त्यो लगाउन पनि दिन्छु कि उसलाई चाहिँ ह्याबिट्स होस् होइन, उसको बानी होस्। अनि भनेर चाहिँ मैले उसलाई आफ्नो काम आफै गर्न दिन्छु, लुगा पनि उसले आफै लगाउँछ। मैले चाहिँ उसले चाहिँ अलिकति बिगाऱ्यो भने चाहिँ साइडमा बसेर हेल्प चाहिँ गर्ने गर्छु, किनकि बच्चा सानो छ नि त अहिले। अनि उसको लागि पनि राम्रो, मेरो लागि पनि राम्रो के होइन मामुली भन्नु त होइन। बच्चाले आफ्नो काम आफै गर्न सक्यो भने हाम्रो लागि पनि त राम्रो कुरा हो नि त, हामीलाई पनि सजिलो हुन्छ। ऊ पनि आफैले गर्न सक्ने हुन्छ नि त। अनि उसलाई फेरि क्रिम लगाउनु पर्छ, अनि एकदम राम्रो गर्नुपर्छ कि चिटिक्क पर्नुपर्छ। अनि त्यही भएर मैले उसलाई दिन्छु क्रिम पनि ऊ आफै लगाउने अरे फेरि होइन भनेर। यति गरिसकेपछि हामी जान्छौँ किचनमा चाहिँ अब मासु रेडी भइसकेको थियो। हेर्नु कस्तो भएको मैले बनाएको मासु। यति गरिसकेपछि हाम्रो खाना रेडी भयो। अनि आजको दिन चाहिँ हामीले यसरी बितायौँ। हजुरहरूले चाहिँ कस्तो लाग्यो भिडियो हेरेर लाइक, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला ल।
आजको लागि यति नै। फेरि भेटौँला। बाई।